आफ्नै बिजनेसलाई घाटा पर्ने कुरा भन्दै हुनुहुन्छ। मेरो बिजनेस पर्सनल कुरो रहेन, यो मुलुकको लागि, मुलुकको समृद्धिको लागि मेरो बिजनेस घाटा हुन्छ कि नाफा हुन्छ कि भन्ने मलाई केन्द्रमा राखेर हेर्नु भएन। देशलाई केन्द्रमा राखेर हेर्ने हो भने त्यो म व्यक्तिगत कुरो त गौण भयो। त देशको लागि त्यो आज निर्यात प्रतिस्थापन गर्ने भनेको एलपिजीमा बिजुलीले नै हो, आफ्नै देशको उत्पादन। त्यसमा यत्रा चाहिँ विश्वको दोस्रो धनी देश, जलस्रोतको धनी देश भनिन्छ नेपाललाई। भनेपछि अब त्यो भनेर मात्रै पुगेन नि त, व्यवहारमा चाहिँ उतार्नको निमित्त त जे सम्भावना छ त्यो सबै विद्युतबाट रिप्लेस हुने गर्नु पर्यो। मलाई मन पर्यो, मैले यही उत्तर खोजिरहेको थिएँ होइन, हजुरलाई यसो टकटकाउँदाखेरि मैले होइन, देशको लागि राम्रो हुन्छ भने मेरो बिजनेस खासै त्यो फरक परेन, त्यो अरू खोजौँ। अरू बिजनेस विकल्प म घुम्तीबाट व्यवसाय चेन्ज गर्दै आएको हो नि त, यही नै मात्रै गरिरहनुपर्छ। म त्योसँग रिलेटेड बिजनेस गर्छु नि।